हेलो konnichiwa सबैजना सन्चै हुनुहुन्छ। आज चाहिँ हामीहरू लेसन 53 को भोकाबुलरी पढौँ है त। फुएमास भनेको बढ्नु वृद्धि हुनु, युसिचुगा फुएमास भनेको निर्यात बढ्नु वृद्धि हुनु हो। हेरिमास भनेको घट्नु कम हुनु, युसिचुगा हेरिमास भनेको निर्यात घट्नु कम हुनु। आगारिमास भनेको नेदानगा आगारिमास भनेको मूल्य बढ्नु, सागारिमास भनेको घट्नु कम हुनु। नेदानगा सागारिमास भनेको मूल्य घट्नु, मूल्य कम भयो भनेको। किरेमास भनेको चुडिनु, हिमोगा किरेमास भनेको चोरी चुडियो चुडिनु भनेको के। अनि तोरेमास भनेको फुस्कनु निस्कनु, बोटानगा तोरेमास भनेको बटन फुस्कियो बटन निस्किएको छ भनेको के। अनि ओचिमास भनेको खस्नु, निमोचुगा ओचिमास भनेको सामान खस्नु। यो के अरे निमोचुगा ओचिमास चाहिँ मलाई उसमा भोकाबुलरीमा आएको थियो कि, क्वेसन दिएर माथि चित्र दिएर तलपट्टि अनि त्यो चित्र पनि थियो अनि माथिपट्टि ठ्याक्क निमोचुगा अनि डट 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 अनि होइन ट्रेनमा भन्यो कि यस्तो हलमा निमोचुगा अनि यस्तो डट डट दिएर यो दिएको थियो कि। अनि म कति कन्फ्युज भएको थिएँ एकछिनसम्म। अझै अर्को एउटा मिनिङ पनि दिएको हुन्छ कि, त्यही भएर मिनिङहरू चाहिँ राम्रोसँगले पढ्नु होला। अनि नाकुनारिमास भनेको सकिनु, गासोरिनगा नाकुनारिमास भनेको पेट्रोल सकिनु, हेन भनेको अनौठो असामान्य, सिआवासे भनेको खुसी, राकु भनेको सजिलो सहज, उमाई भनेको मिठो स्वादिलो, माजुई भनेको नमिठो, उमारानाई भनेको अल्छी लाग्दो, यासासी भनेको दयालु काइन्ड, गासोरिन भनेको पेट्रोल डिजेल, हि भनेको आगो, पानफुरेन्तो भनेको पर्चा के पर्चा पम्पलेट, इमानिमो भनेको अहिले पनि, वा भनेको ओ वा भनेको यो भनेको एक्सप्रेसन हो कि। जस्तो एक्सप्रेसन गर्दाखेरि जापानिजले वा गर्छन् नि त, ओहो वाउ भनेको कि त्यस्तै। बारा भनेको गुलाफ, दोराइबु भनेको ड्राइभिङ ड्राइभर, यु भनेको कारण, आयामारिमास भनेको माफी माग्नु, सिरियाइमास भनेको परिचित हुनु। लेसन 43 को भोकाबुलरी यति नै हो। यो मिनिङ एकदम थोरै छ, यो चाहिँ एकैछिनमा जस्तो आधी घन्टा 45 मिनटमा लेख्दै युज गर्दै गऱ्यो भने पनि हजुरलाई याद हुन्छ कि, त्यही भएर राम्रोसँग पढ्नु होला। ज्या माता ने।